यलो महानगरपालिका वडाल्या 16 या गोसाले रात्रिकालीन मेला, शास्त्रीय गायन, जनजाति सांस्कृतिक मेला, वाद्यगुरु सम्मान लिसे गोष्ठी ज्याजो जुगुदु। यलो महानगरपालिका या वडाल्या 16 या मिसा कमिटी नागबाले रात्रिकालीन व्यापार मेला यागु ख। बनिन वडा दुने चहल पहल अपोकेको लिसे उद्यमी मिसापिन्त प्रवर्धन यागु आजुकया जुगु मेला मिसापिसौ उत्पादन यागु हलजोलन लिसे हस्तकला या ने यागु स्टल तगु ख। महानगरपालिका यो ललितपुर महानगरपालिका हस्तकलाको हब हामीले पाटन सिटी डजन स्वीप पनि भनिरहेका छौँ र यसपालिकै नीतिमा हामीले एउटा समूह हामीले धेरै समूहलाई धेरै उद्यमशीलताको तालिमहरू दिइसकेका छौँ। धेरैजनासँग धेरै सिप पनि छ। त्यसकारण यसपालिको नीतिमा पनि हामीले तयारी गरेर एउटा समूह कमसेकम एउटा उद्यम गर्ने चाहिँ वातावरण बनाउनु पर्छ भन्ने हामीले लक्ष्य तथा उद्देश्य लिएका छौँ। र अर्को एउटा महत्त्वपूर्ण हामीले यसपालिको नीतिमा ललितपुर महानगरपालिकालाई हस्तकलाको राजधानीको लागि प्रस्तावित गर्न हामी तयारी गर्छौँ भनेर पनि सुरुवात गरेका छौँ। आज एउटा महत्त्वपूर्ण दिनको रूपमा एउटा इतिहास कोर्ने र कोरेको दिनको रूपमा मैले लिएको छु। किन भन्दाखेरि ललितपुर महानगरपालिकाभित्र धेरै कुराहरू भए, धेरै मेलाहरू भए, धेरै जात्राहरू भए, के भए, कति भए, तर रात्रिकालीन बजारको मेला सुरु भएको छ। त्यो पनि 16 वडाबाट महिला कमिटीबाट सुरुवात भएको छ। यो एउटा चाहिँ हाम्रो लागि एउटा गौरव, एउटा खुसी, एउटा इतिहास कोरेको समय भन्छु म। कहिले पनि कसैले पनि मेटिन र मेटाउन नसक्ने गरी आज 16 वडाले एउटा सुरुवातको रूपमा अब हाम्रो व्यवसाय दिउँसो साँझ मात्र होइन, रात्रि पनि हामी व्यवसाय गर्न सक्छौँ र व्यवसायको वातावरण हामी मिलाउन सक्छौँ। त्यसको लागि व्यवस्थापन गर्न सक्छौँ र त्यसको सुरुवात अब महिलाको पहिलो पाइला भन्छ। हामीले 1 देखि 29 वडामा पहिलो होला यो रात्रिकालीन व्यापार मेला भनेर हामीले सञ्चालन गरिरहेको छौँ। हाम्रो ललितपुर महानगरका प्रमुखज्यूले हमेसा उहाँले हरेक आफ्नो भाषणहरूमा भन्नुहुन्छ कि पाटन सिटी डज नट स्लिप। हामीले चाहिँ यसको सुरुवात 16 वडाले गर्दैछौँ। यसको श्रेय हाम्रो प्रमुखज्यूलाई पनि जान्छ। उहाँले जुन कन्सेप्ट ल्याउनु भएको छ त्यसलाई साकार गर्नको लागि 16 वडा महिला कमिटीले एउटा पाइला चालेको छ। आज हामीले यो जुन व्यापार मेलाको कन्सेप्ट कस्तो भयो भने आज अहिलेको समयमा कस्तो छ समय परिस्थिति भने हाम्रो व्यापारहरू सुक्दै गरेको, आर्थिक मन्दीको अवस्था छ, हरेक क्षेत्रमा हामी निराशा भइरहेको अवस्था छ। अब कसरी गर्ने त? हामीले हाम्रो ठाउँको आफ्नो मान्छेहरूको जीवनस्तरलाई कसरी उकास्न सक्छौँ त? एउटा सानो अब तपाईँहरूले हेर्नुभयो होला, यो हामीले 1 हप्ताभित्रमा हामीले डिसिजन गरेर यो प्लानिङ गरेर आज हामी यो मेला लगाउँदैछौँ। मंगलबार व बुधबार निनुन्यं कहे सनिलिया न्याता आइलन से बनी गुताई तक मेला जुगु ख। अथे पर्यटन व संस्कृति विकासका लागि यलो महानगरपालिका वडाल्या 16 या कलाकार समिति पाटन संग्रहालय दुने लोक व सांस्कृतिक संगीत या ज्याजो यागुदु। विवाजुको ज्याजोले थिथि कलाकार तेस लोक व शास्त्रीय संगीत झपको ख।
अथे यला महानगरपालिका वडालिया 16 या युवा कमिटिया गोशाले आदिवासी जनजाति सांस्कृतिक मेला 2081 जुगुदो आज जुन कार्यक्रम हुन गइरहेको छ त्यसको पूर्ण सफलताको कामना गर्दै म युवा समितिलाई म हृदयदेखि नै बधाई भन्न चाहन्छु। यस्तै कार्यक्रमहरू अब आगामी वर्षहरूमा योभन्दा राम्रो कार्यहरू, योभन्दा ढौलो कार्यहरू, योभन्दा एडभान्स लेभलको जिल्ला लेभल अथवा चाहिँ राष्ट्रिय लेभलबाट चिन्ने र चिनाउने काम अब हामी गर्छौँ। त्यसको लागि तपाईँहरूले कार्यक्रम तय गर्नुहोस्, योजना बनाउनुहोस्। वडाले अवश्य पनि आर्थिक व्यवस्थापनदेखि लिएर चाहिने व्यवस्थापनको कुराहरूमा तपाईँहरूलाई सहयोग गर्नेछ। युवाले आफ्नो आदिवासी पहिचान, संस्कृति, सम्पदा, दिगो जीवन यापनको गहिरो बुझाइमा साथ सशक्त व्यक्तिको रूपमा विश्वास यापन दिने धेरै हुन्छन्। प्रायःजसो युवाहरूलाई आदिवासी समुदायमा आफ्नो जरा कायम राख्न बीचको कठिन छनौटको पनि सामना गर्नुपर्छ। त्यसै गरी युवाहरू आफ्नो आत्मनिर्णयको अधिकार प्रयोगमा बढ्दो सक्रिय भूमिका खेलिरहेका छन्। मानवताको सम्मान गर्ने सबैभन्दा ठुलो सिकारहरू भनेको परिवर्तनमा पात्रको रूपमा पनि युवा वर्गहरूलाई लिएका छन्। हाम्रो भाइ बहिनीहरूको सहभागिता र हर्षोल्लासको साथ सम्पन्न भएकोमा हामी खुसी दिएको। त्यो बेला हामीले के लाग्यो भने हामीले गरेको लगानी अनुसार हाम्रा बालबालिका दाजुभाइ दिदीबहिनीले त्यसको प्रतिफल पाउनु पर्नु भन्छ मलाई लाग्छ। कार्यक्रम जुनसुकै त्यो हजुवा भरमा चाहिँ गर्नु हामीले कार्यक्रम गर्दा जस्तै युवाहरू जसलाई पनि कार्यक्रम त्यसको प्रतिफल हामीले पाउनै पर्छ। किनभने हाम्रो लगानी गरे अनुसार लगानीको व्याख्या पनि आउनुपर्छ भन्ने मलाई लाग्छ। जुन अस्ति हामीले त्यो पाटनको मुटुबाट प्रतिभाको खोज हामीले जुन कार्यक्रम गरे त्यसबाट हाम्रा आर्टिस्टहरू भाइ बहिनीहरू कति छ भन्ने पनि थाहा पायो र हामीबाट हाम्रो स्वरभित्रका कलाकार भाइ बहिनीहरू कति छ भने उहाँहरूभित्रको प्रतिभा देखाउनको लागि हामीले एउटा सानो प्लेटफर्म दिनु खोजेको। तर प्लेटफर्म त सानो भयो भने धेरै ठुलै हुन्छ। विवाह जुगु च्याजोले कलाकार देश सांस्कृतिक पूजा जनजाति देश फिगु ल या फेसन शो व मिस देश देखा तगु हस्तकला स्टल न प्रदर्शनी आगु ख अथे यला महानगरपालिका वडालिया 16 या संस्कृति व सम्पदा समिति या गोशाले 16 वडा दुनिया मूल थकाली बाध्य गुरु तेत सम्मान यागुदु ज्याजोले यला महानगरपालिका उपप्रमुख मञ्जली साक्य वज्राचार्य बाध्य गुरु पिन्त सम्मान याना दिगु ख
अथेडेवा राष्ट्रिय पत्रकार दबुवल येला महानगरपालिका वडाल्या 16 या मङ्का गोसाले सांस्कृतिक व मातृभाषा पत्रकारिता प्रवर्धने स्थानीय तहया भूमिका विषय गोष्ठी जुगुदु शुक्रबार जुगो ज्याजुले सांस्कृतिक व मातृभाषा पत्रकारिता प्रवर्धने स्थानीय तहया भूमिका विषयले थिति व्यक्तित्व पिस थथको धारणा तया दिएको ख ज्याजोले चाहिने विराजगाजी राजपार्टी संस्थापक नायक श्री कृष्ण महोदय जो अथे भोटे संसदीय पूर्व प्रशासक अधिकारी किरण साकी जो नेवा पत्रकार दबुएट अझ ठाउँटाका ठाउँ ठिक्युलाई छौ परिकल्पना वालिया लिब छौ कन्सेप्ट तयारी लिब नेवा हेड भए तत्कालीन सचिव जितेन्द्र बजाचार्य जो वेगन छौ पत्रकार दबु कन्सेप्ट ठाउँ तयारी गरेर मैले सायद पत्रकार दबु खासै ठीक होगी अथे फोनी से उपाध्यक्ष अवगत लामा जो थन टिभी सक्लो पासनी हो ज्याजो एकदम जित्न धेरै भएको ज्याजो यहाँ ले चुनावतिर ठोमन पुसाका ठुल दिन एकै सुबे जी सकले मुना जना ठुकु सांस्कृतिक पत्रकारिता हो मातृभाषा पत्रकारिता प्रवर्धने स्थानीय तहया भूमिका विषय छिथन मुना चुना ठुलो ज्याजो छि कुनै दिनको 1920 गते मातृभाषा अन्तर्राष्ट्रिय कार्यक्रम यहाँ सम्मेलन याना ओ सम्मेलन झी पत्रकार दबु पाखे जिल्ला पाखे सकले पाखे चाहिँ ठुलो वर्ष चाहिँ मातृभाषा पत्रकारिता तकया वर्षभरि कार्यक्रममा नेपाल भाषा पत्रकारिता सुरुवात जो शताब्दी महोत्सव अथवा शताब्दी वर्ष मानेका झिसको निर्णय नातेको निर्णय चाहिँ मतलब चाहिँ छौ दोस्रो ज्याजो ठु ज्याजो ख